समादरणीय श्रद्धालु भक्तजनहरू, चतुर्मासको पावन समयमा मैले यहाँहरूलाई श्री शिव महापुराणको पावन अनि पवित्र कथाहरू श्रवण गराउँदै आइरहेको छु। यहाँहरूले पनि यो पावन अनि पवित्र कथाहरू श्रवण गर्दै आइरहनु भएको छ। अघिल्लो दिनको बसाइमा मैले यहाँहरूलाई श्री शिव महापुराणको रुद्र संहिताको सृष्टि खण्डको 16 अध्यायसम्मको कथा श्रवण गराएको थिएँ भने आज म यहाँहरूलाई 17 अध्यायबाट अगाडिका कथा प्रसङ्गहरू श्रवण गराउनेछु। यहाँहरू सबैजनाले श्रद्धा, भक्ति, विश्वासको साथमा हृदयबाट ओम नमः शिवाय उच्चारण गर्दै गर्दै काम गर्दै भए पनि, बिहान उठ्ने बित्तिकै भए पनि, सुत्ने बेलामा भए पनि यो कथा अवश्य पनि सुन्नुहोला। जसले श्री शिव महापुराणको यो पावन अनि पवित्र कथा श्रवण गर्छ उसको सकल इच्छा, सकल चाहना, सकल कामना भगवान पशुपतिनाथले पूरा गरिदिनु हुनेछ। यसमा कुनै पनि शङ्का छैन अनि सन्देह छैन। आउनुहोस् अब भने धेरै कुराकानी नगरिकन आजको सुन्दर बसाइमा श्री शिव महापुराणको रुद्र संहिताको सृष्टि खण्डको 17 अध्यायबाट अगाडिका बसाइलाई प्रारम्भ गरौँ। अथ सप्तदशोऽध्यायः। 17 अध्यायमा यज्ञदत्तका पुत्र गुणनिधिको चरित्रको बारेमा वर्णन गरिएको छ। हृदयले तिनै भगवानलाई सम्झँदै यो पावन कथा श्रवण गर्नुहोला। भगवान भोलेनाथको कृपा अवश्य मिल्नेछ। सुतजीले भन्नुहुन्छ, इत्याकर्णवचस्तस्य ब्रह्मणः स तु नारद पुनः पप्रच्छतं नत्वा विनयेन मुनीश्वरा। हे मुनीश्वर हो, ब्रह्माको यो कुरा सुनेर नारदले विनयपूर्वक उहाँलाई प्रणाम गरी पुनः सोध्नु भयो, भक्तवत्सल भगवान शङ्कर कैलाश पर्वतमा कहिले जानुभयो र महात्मा कुबेरका साथ उहाँको मैत्री कहिले भयो? परिपूर्ण मङ्गल विग्रह महादेवले त्यहाँ के गर्नुभयो? यो सब कुरा मलाई बताउनुहोस्। यसलाई सुन्नका लागि मलाई ठुलो उत्सुकता भइरहेको छ। तब ब्रह्माजी भन्नुहुन्छ, शृणु नारद वक्ष्यामि चरितं शशिमौलिना यथा जगाम कैलासम सखित्वम धनदस्य च। हे नारद, म चन्द्रमौली भगवान शङ्करको चरित्रको वर्णन गर्छु। उहाँ जुन प्रकार कैलाश पर्वतमा जानुभयो र उहाँका साथ कुबेरको मैत्री भयो, यो सब कुरा सुन्नुहोस्। आसीत् काम्पिल्य नगरे सोमयाजी कुलोद्भव दीक्षितो यज्ञदत्ताख्यो यज्ञ विद्या विशारद। काम्पिल्य नाम गरेको नगरमा सोमयाग गर्ने कुलमा उत्पन्न यज्ञ विद्या विशारद यज्ञदत्त नामका एक दीक्षित ब्राह्मण थिए। ती वेद वेदाङ्गका ज्ञाता, प्रबुद्ध, वेदान्त आदिमा दक्ष, अनेक राजाहरूबाट सम्मानित, परम उदार र यशस्वी पनि थिए। ती अग्निहोत्र आदि कर्ममा सदैव संलग्न रहने, वेदाध्ययन परायण, सुन्दर, रमणीय अङ्ग भएका तथा चन्द्रबिम्ब समान आकृति भएका थिए। ती दीक्षित ब्राह्मणका गुणनिधि नामक एउटा पुत्र थियो। उपनयन संस्कार भएपछि त्यसले 8 विद्याहरूको राम्ररी अध्ययन गर्यो, तर पिताको अन्जानमा त्यो द्युत कर्ममा प्रवृत्त भयो। ती दीक्षित ब्राह्मणका गुणनिधि नामक एउटा पुत्र थियो। उपनयन संस्कार भएपछि त्यसले 8 विद्याहरूको राम्ररी अध्ययन गर्यो, तर पिताको अन्जानमा त्यो दूत कर्ममा प्रवृत्त भयो। त्यसले आफ्नी माताका साथबाट धेरै धन लगेर जुवाडेहरूलाई सुम्पिदियो र तिनीहरूसित मित्रता गर्यो। त्यो ब्राह्मणका लागि अपेक्षित आचार विचारबाट रहित, सन्ध्या स्नान आदि कर्मबाट पराङ्मुख, वेदशास्त्र आदिको निन्दक, देवता र ब्राह्मणहरूको अपमान गर्ने खालको र स्मार्ताचार विचारबाट रहित भएर गाउन बजाउनमा आनन्द लिन लाग्यो। त्यसले नर्तकी, पाखण्डी तथा भाण्डहरूसित प्रेम सम्बन्ध स्थापित गर्यो। माताद्वारा प्रेरित गरिदामा पनि त्यो पिताको नजिक कहिल्यै पनि गएन। घरका अन्य कर्महरूमा व्यस्त ती दीक्षित ब्राह्मण जब जब आफ्नी दीक्षित पत्नीसित सोध्ने गर्थे कि हे कल्याणी, घरमा मैले पुत्र गुणनिधिलाई देखिरहेको छैन, त्यो के गरिरहेको छ? उनी तब तब यही भन्ने गर्थिन् कि त्यो यस समय स्नान गरी तथा देवताहरूको पूजा गरी बाहिर गएको छ। भर्खरसम्म पढेर त्यो आफ्ना 2-3 जना साथीहरूका साथ पढ्नका लागि गएको छ। यस प्रकार त्यस गुणनिधिकी एक पुत्रा माता सदैव दीक्षितलाई धोका दिँदै रहिन्। ती दीक्षित ब्राह्मण त्यस पुत्रको कर्म र आचरणलाई केही पनि जान्न पाउँदैनथे। 16औं वर्षमा उनले उसको केशान्त कर्म आदि सबै संस्कार पनि गरिदिए। यस पश्चात त्यो दीक्षित यज्ञदत्तले गृह सूत्रमा बताइएका विधि अनुसार आफ्नो त्यस पुत्रको पाणी ग्रहण संस्कार पनि गरिदिए। हे नारद, स्नेहले आर्द्र हृदय भएकी उसकी माताले नजिकै बसाएर
मृदु भाषामा पुत्र गुणनिधिलाई प्रतिदिन सम्झाउँथे कि हे पुत्र, तिम्रो महात्मा पिता अत्यन्त क्रोधी स्वभावका छन्। यदि उनले तिम्रो आचरण थाहा पाए भने तिमीलाई र मलाई पनि मार्नेछन्। पिताको अगाडि तिम्रा यी नराम्रा कुरा नित्य लुकाइरहेकी छु। सदाचारबाट नै तिम्रो पिताको समाजमा प्रतिष्ठा त धनबाट होइन। हे पुत्र, ब्राह्मणहरूको धन त उत्तम विद्या र सज्जनहरूको संसर्ग हो। तिमी प्रसन्न मनले आफ्नो रुचि त्यसमा किन लगाइरहेका छैनौ? तिम्रा पितामह आदि पूर्वज सुयोग्य, श्रोत्रिय, वेद विद्यामा पारङ्गत, विद्वान, दीक्षित, सोमयाज्ञिक ब्राह्मण छन्। यस्तो लोक प्रसिद्धिलाई प्राप्त गरेका थिए। अत तिमी दुष्टहरूको संगति छोडेर साधुहरूको संगतिमा तत्पर हौ। तिम्रा ससुरा पनि आफ्नो गुण र शीलको कारण सर्वत्र पुजिने छन्। हे पुत्र, उनीहरूलाई हेरेर र उनीहरूको ख्याति सुनेर पनि तिमीलाई लाज लाग्दैन? आफ्ना नराम्रा आदतहरूलाई छोडिदेऊ। हे पुत्र, तिम्रा सबै मामा पनि विद्या, शील तथा कुल आदिले अतुलनीय छन्। तिमी उनीहरूसित पनि डराउँदैनौ। तिमी त दुवै वंशहरूबाट शुद्ध छौ। तिमी छिमेकका ब्राह्मण कुमारहरूलाई हेर र आफ्नै घरमा आफ्ना पिताका यी विनयशी शिष्यहरूलाई नै हेर। हे पुत्र, राजाले जब तिम्रो यस दुष्ट आचरणलाई सुन्नेछन् तब तिम्रो पिताप्रति आफ्नो श्रद्धा त्यागेर उहाँको वृत्ति पनि समाप्त गरिदिनेछन्। अहिलेसम्म त मानिसहरू यो भनिरहेका छन् कि यो अल्लारेपनको दुश्चेष्टा हो। यस पश्चात तिनले प्राप्त भएको प्रतिष्ठित दीक्षितको उपाधि पनि खोज्नेछन्। सबैले तिम्रो पिता र मलाई पनि दुष्ट वचनहरूले धिक्कार्नेछन् र भन्नेछन् कि यसकी माता दुश्चरित्रा छे, किनभने माताको चरित्रलाई नै पुत्रले धारण गर्छ। मातुश्चरितम तनयो धत्ते दुर्भा सडै रीति। तिम्रा पिता पापी छैनन्। ती त श्रुति स्मृतिहरूको पथमा अनुगमन गर्ने खालका छन्। उनैका चरणहरूमा मेरो मन लागिरहन्छ, जसको साक्षी भगवान सदा शिव हुनुहुन्छ। मैले ऋतु समयमा कुनै दुष्टको मुख पनि हेरिन जसको तिमीमाथि प्रभाव परेको होस्। ओहो, त्यो विधाता नै बलवान छ, जसको कारण तिमी जस्तो पुत्र उत्पन्न भयो। माताद्वारा यस प्रकार हर समय सम्झाउँदामा पनि त्यस अत्यन्त दुष्ट बुद्धिवालाले आफ्नो त्यस दुष्कर्मको परित्याग गरेन। किनभने व्यसन प्राप्त प्राणी दुर्बोध हुन्छ। मृगया अर्थात् शिकार, मद्य, पैशून्य, कुरा लगाउने, असत्य भाषण, चोरी, द्युत र वेश्यागामी, वेश्यागमन आदि यी व्यसनहरूबाट को चाहिँ खण्डित हुँदैन र? त्यो दुष्ट जुन जुन सन्दुक, वस्त्र आदि वस्तुहरूलाई घरमा देख्थ्यो, त्यति वस्तुहरूलाई लगेर जुवाडेहरूलाई सुम्पिदिन्थ्यो। एकपटक घरमा पिताको हातको एउटा रत्न जडित औँठी राखिएको थियो। त्यसलाई चोरेर उसले कुनै जुवाडेको हातमा दियो। संयोगले दीक्षितले कुनै जुवाडेको हातमा त्यस औँठीलाई देखे र त्यससित सोधे कि तिमीलाई यो औँठी कहाँबाट प्राप्त भयो? त्यस दीक्षितद्वारा पटक पटक कठोरतापूर्वक सोधिएपछि त्यस जुवाडेले भन्यो, हे ब्राह्मण, तपाईँ जोर जोरले ममाथि किन आक्षेप गरिरहनु भएको छ? के मैले यसलाई चोरीबाट प्राप्त गरेको हो? तपाईँको पुत्रले नै औँठी ल्याएर मलाई दिएको हो। यसभन्दा पहिला पनि मैले जुवा जित्तामा उसले आफ्नै आमाको साडी चोरेर मलाई दिएको छ। उसले मलाई मात्र यो औँठी दिएको छैन, अपितु अन्य जुवाडेहरूलाई पनि धेरै धन दिएको छ। रत्नहरूको सन्दुक, रेशमी वस्त्र, सुनका झारी आदि वस्तुहरू, राम्रा राम्रा काँस र तामाका भाँडा पनि उसले दिएको छ। जुवाडेहरू उसलाई प्रतिदिन नग्न पारी बाँधिरहन्छन्। यस भूमण्डलमा त्यो समान कुनै दोस्रो जुवाडे छैन। हे विप्र, आजसम्म तपाईँले जुवाडेहरूमा अग्रणी र अभिनय तथा अनीतिमा प्रवीण आफ्नो पुत्रलाई किन चिन्न सक्नु भएन? यस्तो सुनेर लज्जाको भारले ती ब्राह्मणको शिर झुक्यो र आफ्नो शिरलाई वस्त्रले ढाकेर उनी आफ्नो घर गए। त्यसपछि ती श्रौत कर्म परायण दीक्षित यज्ञदत्त आफ्नी महान पतिव्रता पत्नीसित भन्न लागे, यज्ञदत्त उवाच, दीक्षिता यनि कुत्रास्ति धूर्तो गुणनिधि सुत अथ तिष्ठन्तु किम तेन कोसा मम शुभोर मिका। हे दीक्षितायनी, धूर्त पुत्र गुणनिधि कहाँ छ? जहाँ सुकै बसेको होस् त्यसलाई के लाभ छ? त्यो मेरो सुन्दर औँठी कहाँ छ? तिमीले मेरो शरीरमा तेल बोकुवा आदि लगाउँदा मेरो औँलाबाट जसलाई निकालेकी थियौ, त्यस रत्न जडित औँठीलाई ल्याएर तत्कालै मलाई देऊ। उनको यस वचनलाई सुनेर ती दीक्षितायनी भयभीत भएर भन्छन्, यस समयमा मध्याह्न कालको स्नान क्रियाहरूलाई सम्पन्न गरिरहेकी छु।
म देव पूजाका लागि अर्पित गरिने सामग्रीहरूलाई एकत्रित गर्नमा व्यस्त छु। हे अतिथि प्रिय, यो अतिथिहरूको समयमा कुनै उल्झन नगर्नुहोस्। यसकारण म भोजन बनाउनमा व्यस्त छु। मैले कुनै पात्रमा औँठी राखिदिएको छु, अहिले याद आइरहेको छैन। तब दीक्षित भन्छन्, ए दुष्ट पुत्र उत्पन्न गर्ने, हे सधैँ सत्य बोल्ने, मैले जब जब तिमीसित यो सोधेँ कि पुत्र कहाँ गएको छ, तब तिमीले यही भन्यौ, हे नाथ, भर्खरै पढेर त्यो आफ्ना 2-3 मित्रहरूका साथ पुनः पढ्नका लागि बाहिर गएको छ। हे पत्नी, तिम्रो त्यो वैजनी रङको साडी कहाँ छ जुन मैले तिमीलाई दिएको थिएँ, जुन घरमा सधैँ झुन्डिरहन्थ्यो? सत्य सत्य बताऊ, नडराऊ। मडीजडी त्यो सुनको झारी पनि यस समय देखिरहेको छैन र न त त्यो रेशमी त्रिपट्टी दोसल्ला नै देखिन्छ जसलाई राख्नका लागि मैले तिमीलाई दिएको थिएँ। दक्षिण देशमा बनेका ती काँसका भाँडा र गौड देशमा बनेका ती तामाका घडा कहाँ छन्? र हात्तीका दाँतबाट बनेका ती सुखदायक खाटहरू कहाँ छन्? पर्वतीय क्षेत्रहरूमा पाइने चन्द्रकान्त मणिको समान अद्भुत हातमा दियो लिएको त्यो श्रृङ्गारयुक्त सालभन्जीका पुतली कहाँ छ? धेरै भनेर लाभ नै के छ र? हे कुलजे, म तिमीमाथि व्यर्थै क्रोध गरिरहेको छु। अब त मेरो भोजन तब हुनेछ जब म दोस्रो विवाह गर्नेछु। कुललाई दोषित गर्ने त्यो दुष्ट रहे तापनि अब म निसन्तान हुँ। उठ र जल ल्याऊ, म त्यसलाई तिलाञ्जली दिन्छु। कुललाई कलङ्कित पार्ने कुपुत्र हुनुभन्दा मनुष्य पुत्रहीन हुनु नै श्रेयस्कर छ। कुलको भलाइका लागि एउटाको परित्याग गरिदिनु पर्छ, यो सनातन नियम हो। अपुत्रत्वं वरं नृणां कुपुत्रात् कुलपांसनां त्यजेदेकं कुलस्यार्थे नीतिरेषा सनातनी। त्यसपछि ती दीक्षित ब्राह्मणले स्नान गरी आफ्नो नित्य क्रिया सम्पन्न गरी त्यसै दिन कुनै श्रोत्रिय ब्राह्मणकी कन्यालाई प्राप्त गरी उसका साथ विवाह गरे भन्ने कथा 17 अध्यायमा वर्णन गरिएको छ। अब 18 अध्यायमा शिव मन्दिरमा दीपदानको प्रभावले पापमुक्त भएर गुणनिधि दोस्रो जन्ममा कलिङ्ग देशको राजा बन्नु र फेरि शिव भक्तिको कारण कुबेर पदको प्राप्ति भएको सुन्दर कथा बताइएको छ। ध्यान दिएर सुन्नुहोला। ब्रह्माजी भन्नुहुन्छ, ती वृत्तान्तहरूलाई सुनेर त्यो दीक्षित पुत्र आफ्नो भाग्यको निन्दा गरी कुनै दिशालाई हेरेर आफ्नो घरबाट हिँड्यो। केही समयसम्म हिँडे पश्चात त्यो यज्ञदत्त पुत्र दुष्ट गुणनिधि थाकेको कारण उत्साहहीन भएर त्यही नेरी रोकियो। त्यो ज्यादै ठुलो चिन्तामा पर्यो कि अब म कहाँ जाउँ, के गरौँ? मैले विद्याको अभ्यास पनि गरिनँ र न त मसँग प्रशस्त धन नै छ। अरू देशमा तत्काल सुख त त्यसैलाई प्राप्त हुन्छ जससँग धन रहन्छ। यद्यपि धन रहँदामा चोरबाट भय हुन्छ, तर यो विघ्न सर्वत्र उत्पन्न हुन सक्छ। अहो, याजकको कुलमा जन्म भएर पनि ममा यत्रो दुर्व्यसन कसरी आयो, यो आश्चर्य छ। तर भाग्य ज्यादै बलवान छ, त्यसैले मनुष्यको भावी कर्मको अनुसन्धान गर्छ। म भिक्षा माग्नका लागि जान्न, मेरो यहाँ कोही परिचित पनि छैनन् र न त मेरो साथमा केही धन नै छ। मेरा लागि कुनै शरण त हुनै पर्छ। सदैव सूर्योदय हुनुभन्दा पूर्व नै मेरी माताले मलाई मिठो भोजन दिन्थिन्। आज म यहाँ कोसँग मागौँ? मेरी माता पनि त यहाँ छैनन्। तब ब्रह्माजी भन्नुहुन्छ, हे नारद, यस प्रकार धेरै चिन्ता गर्दै वृक्षको तल बसी त्यो अत्यधिक दिनहीन भयो। यतिकैमा सूर्य अस्ताचलमा गए। यसै समय कुनै शिवभक्त मनुष्य अनेकौं प्रकारका परम दिव्य पूजा सामग्रीहरू लिएर शिवरात्रिको दिन उपवासपूर्वक महेश्वरको पूजा गर्नका लागि आफ्ना परिवारजनका साथ नगरबाट बाहिर निस्किए। शिवमा र चित्त भएको त्यस भक्तले शिवालयमा प्रवेश गरी सावधान मनले यथोचित रूपले शङ्करको पूजा गरे। भगवान शिवका लागि लगाइएका नैवेद्य पक्वान्नहरूको वासनालाई सुँघेर पिताद्वारा परित्यक्त मातृहीन तथा भोकले व्याकुल यज्ञदत्तको पुत्र त्यो ब्राह्मण गुणनिधि त्यसको नजिकै पुग्यो। उसले सोच्यो कि सबै शिवभक्त जब रात्रिमा सुत्नेछन् तब म शिवमाथि चढाइएका यी विविध नैवेद्यलाई भाग्यवश प्राप्त गर्नेछु। यस्तो आशा गरी त्यो भगवान शङ्करको द्वारमा बस्यो र त्यस भक्तद्वारा गरिएको महापूजालाई पुरा हेर्न लाग्यो। भक्तहरू जुन समय भगवान शिवको सामुन्ने नृत्य गीत आदि गरी सुते, त्यसै समय त्यो नैवेद्य लिनका लागि भगवान शिवको मन्दिरमा पस्यो। दीपम मन्द प्रभम दृष्ट्वा पक्वान्न वीक्षणाय स निज चैलाम चलाद्वर्तिम कृत्वा दीपम प्रकाश्य च। त्यहाँ बलिरहेको दियोको प्रकाशलाई मन्द देखेर
पकवानहरूलाई हेर्नका लागि आफ्नो उत्तरीय वस्त्रलाई च्यातेर बत्ती बनाएर दियोलाई प्रकाशित गरी यज्ञदत्तका त्यस पुत्रले आदरपूर्वक शिवका लागि लगाइएका थुप्रै पकवानहरूका नैवेद्यलाई एकाएक सहर्ष उठायो। यसपछि त्यस पकवानलाई लिएर तत्काल बाहिर जाँदै गरेको त्यसका गोडाहरूको आघातबाट कुनै सुतेको व्यक्ति उठ्यो। हतार गर्ने यो को हो यसलाई समात। यस प्रकार भययुक्त ठुलो स्वरमा त्यो व्यक्ति चिच्याउन लाग्यो। भयवश त्यो ब्राह्मण जब भागिरहेको थियो त्यसै समय त्यहाँ पुररक्षकहरू पुगेर त्यसलाई पिटे, जसबाट त्यो अन्धो भएर तत्काल मर्यो। हे मुनि, यज्ञदत्तको त्यस पुत्रले निश्चय नै शिवको कृपाले नैवेद्य खाएको थियो, न कि आफ्नो भावी पुण्यफलको प्रभावले। यस पश्चात त्यस मरेको ब्राह्मणलाई यमलोक लैजानका लागि पास मुद्गर हातमा लिएका यमका भयङ्कर दूत त्यहाँ आएर त्यसलाई बाँध्न लागे। यत्तिकैमा ससाना घन्टीहरूले युक्त आभूषण धारण गरेका र हातमा त्रिशूलले युक्त भई शिवका पार्षद दिव्य विमान लिएर त्यसलाई लैजानका लागि आए। शिवगणहरू भन्दछन्, हे यमराजका गणहरू हो, यस परम धार्मिक ब्राह्मणलाई छोडिदेऊ। यो ब्राह्मण दण्डको योग्य छैन, यसका समस्त पाप भस्म भइसकेका छन्। त्यसपछि शिव पार्षदहरूका वचन सुनेर यमराजका गण आश्चर्यचकित भए र महादेवका गणसित भन्न लागे। शम्भुका गणलाई देखेर डराएर तथा प्रणाम गर्दै यमराजका दूतहरूले यस प्रकार भने कि हे गण हो, यो ब्राह्मण त दुराचारी थियो। यमगणहरू भन्दछन्, कुलको मर्यादाको उल्लङ्घन गरी यो माता पिताको आज्ञाबाट पराङ्मु, सत्य शौचबाट परिभ्रष्ट र सन्ध्या तथा स्नानबाट रहित थियो। यदि यसका अन्य कर्महरूलाई छोडिदिने हो भने पनि यसले शिवको निर्माल्य चढाइएका नैवेद्यको लङ्घन गरेको छ, अर्थात् चोरी गरेको छ। यसको यस हेय कर्मलाई तपाईहरू स्वयं हेर्नुहोस्। तपाईहरू जस्ताका लागि यो स्पर्शको लागि योग्य पनि छैन। जो शिव निर्माल्यलाई खाने, शिव निर्माल्यको चोरी गर्ने र शिव निर्माल्यलाई दिने खालको छ, तिनको स्पर्श अवश्य नै पापकारक हुन्छ। विषलाई जानी बुझिकन पिउनु श्रेयस्कर छ र अछुतको स्पर्श गर्नु पनि अति उत्तम छ। तर कण्ठगत प्राण हुँदामा पनि शिव निर्माल्यको सेवन उचित छैन। धर्मको विषयमा तपाईहरू जुन प्रकार प्रमाण हुनुहुन्छ त्यस्तो हामीहरू छैनौँ। हे शिवगण, सुन्नुहोस्। यदि यसमा धर्मको लेस मात्र पनि छ भने हामी त्यसलाई सुन्न चाहन्छौँ। यमका दूतहरूका यी कुरालाई सुनेर शिवका पार्षद भगवान शिवका चरण कमलको स्मरण गरी भन्न लागे, हे यमकिङ्कर हो, जुन सूक्ष्म शिव धर्म छ, जसलाई सूक्ष्म दृष्टि भएकाले नै जान्न सक्छन्, तिनलाई तपाईहरू समान स्थूल दृष्टि भएकाले कसरी जान्न सक्छन्? हे यमदूतहरू हो, पापरहित यस यज्ञदत्त पुत्रले यहाँनिर जुन पुण्य कर्म गरेको छ त्यसलाई सावधान भएर सुन। यसले शिवलिङ्गको शिखरमा परिरहेको दियोको छायालाई हटायो र आफ्नो उत्तरीय वस्त्रलाई च्यातेर त्यसबाट दियोको वर्तिका बनायो र फेरि त्यसबाट दियोलाई पुनः बालेर त्यस रात्रिमा शिवका लागि प्रकाश बनायो। हे किङ्कर हो, यसले त्यस कर्मको अतिरिक्त अन्य पनि पुण्य कर्म गरेको छ। शिव पूजाको प्रसङ्गमा यसले शिवका नामहरूको श्रवण गर्यो र स्वयं उनका नामहरूको उच्चारण पनि गरेको छ। भक्तद्वारा विधिवत गरिरहेको पूजालाई यसले उपवास रहेर ज्यादै मनोयोगले हेरेको छ। अतः यी पुण्यहरूको प्रभावले यो आजै हामीहरूको साथ शिवलोक जानेछ। त्यहाँ शिवको अनुगामी बनेर यसले केही समयसम्म उत्तम भोगहरूको उपभोग गर्नेछ। तत्पश्चात आफ्नो पाप रूपी मैलोलाई धोएर यो कलिङ्ग देशको राजा बन्नेछ, किनभने यो श्रेष्ठ ब्राह्मण निश्चय नै शिवको प्रिय भएको छ। हे यमदूतहरू हो, अब यसको विषयमा केही भन्नुको आवश्यकता छैन। तिमीहरू जसरी आएका छौ त्यसरी नै अति प्रसन्न मनले आफ्नो लोकमा जाऊ। तब ब्रह्माजी भन्नुहुन्छ, हे मुनीश्वर, उनीहरूको वाक्यलाई सुनेर पराङ्मुख भएका समस्त यमदूत आफ्नो लोकमा फर्किए। हे मुनि, गणहरूले यमराजसित गुणनिधिको त्यस सम्पूर्ण वृत्तान्तको निवेदन गरे र शिवदूतहरूले उनीहरूसित जे भनेका थिए त्यो समाचार सुरुदेखि उनीहरूले सुनाए। धर्मराज भन्नुहुन्छ, हे गण हो, तिमीहरू सबै सावधान भएर मेरो यस वाक्यलाई सुन। जस्तो आदेश मैले दिइरहेको छु प्रेमपूर्वक तिमीहरूले त्यस्तै गर। हे गण हो, यस संसारमा जो सेतो भस्मबाट त्रिपुण्ड धारण गर्दछ ती सबैलाई छोडिदिनु र त्यहाँबाट कहिल्यै नल्याउनु। हे गण हो, जसले सेतो भस्मबाट शरीरमा
उद्भूलन गर्दछ ती सबैलाई तिमीहरूले छोडिदिनु र यहाँ कहिल्यै नल्याउनु। यस संसारमा जुनसुकै कारणले जो शिवको वेश धारण गर्नेहरू छन् ती सबैलाई छोडिदिनु र यहाँ कहिल्यै नल्याउनु। यस जगतमा जो रुद्राक्ष धारण गर्नेहरू छन् वा शिरमा जटा धारण गर्दछन् ती सबैलाई छोडिदिनु र यहाँ कहिल्यै नल्याउनु। जसले जीविकाको निम्ति नै शिवको वेश धारण गरेका छन् ती सबैलाई छोडिदिनु अनि यहाँ कहिल्यै पनि नल्याउनु। जसले दम्भ वा छल प्रपञ्चका कारण नै शिवको वेश धारण गरेका छन् ती सबैलाई छोडिदिनु, तिनीहरूलाई पनि यहाँ नल्याउनु। यस प्रकार ती यमराजले आफ्ना सेवकहरूलाई आज्ञा दिए, जसलाई सुनेर उनीहरूले भने कि जस्तो हजुरको आज्ञा छ त्यस्तै हुनेछ। यस्तो भनेर ती मन्द मन्द हाँस्दै चुप लागे। तब ब्रह्माजी भन्नुहुन्छ, यस प्रकार शिव पार्षदहरूले यमदूतहरूबाट त्यस ब्राह्मणलाई छुटाए र त्यो पवित्र मनले युक्त भएर तत्काल ती शिवगणका साथ शिवलोक गयो। त्यहाँ सबै सुख भोगहरूको उपभोग गरी तथा भगवान सदाशिव एवं पार्वतीको सेवा गरी त्यो दोस्रो जन्ममा कलिङ्ग देशको राजा अरिन्दमको पुत्र भयो। त्यस शिव सेवा परायण बालकको नाम दम रह्यो। बालक भएर पनि त्यो अन्य शिशुहरूका साथ शिवको भक्ति गर्न लाग्यो। क्रमशः उसले युवावस्था प्राप्त गर्यो र पिताको परलोक गमन पश्चात उसलाई राज्य पनि प्राप्त भयो। उसले प्रेमपूर्वक अनेकौं शिव धर्महरू प्रारम्भ गर्यो। हे ब्राह्मण, दुष्टहरूको दमन गर्ने त्यो राजा दम शिवालयमा दीप दान बाहेक अरू कुनै धर्म जान्दैन थियो। उसले सबै गाउँ र जनपद प्रमुखहरूलाई बोलाएर यो आदेश दियो कि तिमीहरूले शिवालयहरूमा दीप प्रज्वलनको व्यवस्था गर्नु। यदि कसैको क्षेत्रमा यस्तो भएन भने यो सत्य हो कि त्यस क्षेत्रको त्यो प्रधान निश्चय नै मद्वारा दण्डित हुनेछ। दीपदानबाट भगवान शिव सन्तुष्ट हुनुहुन्छ, यस्तो श्रुतिहरूमा बताइएको छ। जस जसका गाउँका चारैतिर जति पनि शिवालय छन् त्यहाँ त्यहाँ सदैव बिना कुनै विचार गरी दियो बाल्नुपर्छ। मेरो आज्ञाको उल्लङ्घनको दोषमा म निश्चय नै अपराधीको शिर काटिदिनेछु। यस प्रकार त्यस राजाको भयले प्रत्येक शिव मन्दिरमा दियो बाल्न थालियो। यस प्रकार जीवन पर्यन्त यसै धर्माचरणको पालनबाट राजा दमले धर्मको महान समृद्धि प्राप्त गरी अन्तमा काल धर्मको गतिलाई प्राप्त गरे। आफ्नो यस दीप वासनाको कारण शिवालयहरूमा थुप्रै दियो प्रज्वलित गरी त्यो राजा दोस्रो जन्ममा रत्नमय दियोका शिखाहरूलाई आश्रय दिने अलकापुरीको राजा कुबेर भयो। यस प्रकार भगवान शङ्करका लागि अल्पमात्र पनि गरिएका धार्मिक कृत्य समय आएपछि फलदायी हुन्छन्। यो जानेर उत्तम सुख चाहनेहरूले शिवको भजन गर्नुपर्छ। कहाँ सबै धर्महरूबाट सधैँ टाढा रहने दीक्षितको पुत्र र कहाँ दैवयोगले धन चोर्नको लागि शिव मन्दिरमा उसको प्रवेश एवं स्वार्थवश दियोको वार्तिकालाई बालेर शिवलिङ्गको शिरमा छाएको अन्धकारलाई हटाउनका लागि गरिएको उसको पुण्य, जसको प्रभावले उसले कलिङ्ग देशको राज्य प्राप्त गर्यो र सदैव धर्ममा अनुरक्त रहन लाग्यो। पूर्व जन्मका संस्कार उदय हुनाको कारण नै शिवालयमा सम्यक रूपले मात्र दियोलाई बालेर उसले यो दिक्पाल कुबेरको महान पदवीलाई प्राप्त गर्यो। हे मुनीश्वर, हेर्नुहोस्, यो मनुष्य धर्म यस समय यस लोकमा रहेर यसको भोग गरिरहेको छ। यस प्रकार यज्ञदत्तको पुत्र गुणनिधिको चरित्रको वर्णन गरिदिए, जुन शिवलाई प्रसन्न पार्ने खालको छ र जसलाई सुन्नेहरूका सबै मनोकामनाहरू पूर्ण हुनेछन्। गुणनिधिले सर्वदेवमय भगवान सदाशिवबाट जुन प्रकार मित्रता प्राप्त गरे, अब म त्यसको वर्णन तपाईसित गरिरहेको छु। हे तात, एकाग्र चित्त भएर सुन्नुहोस् भनेर रुद्र संहिताको सृष्टि खण्डको 18 अध्यायमा वर्णन गरिएको छ। सज्जनवृन्द, आज मैले यहीँसम्मका कथाहरू हजुरहरूलाई श्रवण गराएँ। यतिका बेरसम्म बडो श्रद्धा, भक्ति अनि विश्वासको साथमा हामीलाई सुन्नुभएकोमा यहाँहरू सबैको सकल मनोकामना भगवान पशुपतिनाथले पूरा गरिदिनुहोस् भन्दै अहिलेको सुन्दर बसाइबाट चाहिँ म पनि हजुरहरू माझबाट बिदा चाहन्छु। हस्त, यहाँहरू सबैको जय होस्, सबैको मङ्गल होस्। अस्तु। शिव ओम।